भन्नु गइरहेछु भनेदेखि काम जे सुकाओस् क्या सबलाई सिकाउनु पर्यो क्या। मैले यो प्लास्टर यस्तो बुट्टा काट्ने भयो मैले कसैसँग पनि सिकेँ होइन। म आफैले हेरेर सिकेर म आफैले गरेको हो। कसैले मलाई सिकाएको होइन। अनि म त के भन्नु चाहन्छु भन्नु प्रायः जस्तो होइन, आफूलाई आएको जति चाहिँ सिकाउनु पऱ्यो क्या अरूलाई। मलाई पहिला म यस्तो पाल्ला माल बनाउँथेँ, गिटीहरूको यस्तो माल बनाउँथेँ होइन। मलाई मिस्त्रीहरूले काम सिकाउँदैन थियो क्या। अनि मलाई लास्टै चित्त दुख्थ्यो क्या। अनि मिस्त्रीहरूले पहिला मिस्त्रीहरूले काम नसिकाउने, खालि यो माल बनाउनु लाउने, घरि इँटा दिने गर्ने, घरि भारी पुग्नु गर्ने, त्यस्तो गर्थेँ क्या मलाई। त्यो मुझे पनि आया त्यो जसले छक्राक्क पा देखाए अनि के भन्नु गइरहेको छु भनेदेखि चाहिँ सकेसम्म आफूलाई आएको मिस्त्रीहरूले चाहिँ आएको जति चाहिँ अब लेबरहरूलाई सिकाउनु पऱ्यो क्या। उनीहरूले पनि एउटा इच्छा हुन्छ, उनीहरूले पनि अब मिस्त्री बन्दै जान्छ, अब जहिले पनि लेबर त बन्दैन नि त। अनि मलाई चाहिँ यो यस्तो यो प्लास्टर गर्ने, यस्तो बुट्टा काट्ने, अनि यो इँटा वालहरू लाउने चाहिँ कसैले सिकाएन क्या मलाई चाहिँ। लगभग म यो काम गरेको 8-9 वर्ष भइसक्यो, 10 वर्ष चन्द्रन भइसक्यो। अनि मैले चाहिँ यस्तो यस्तो हेरेको भएर मैले बनाएको यो यस्तो यस्तो गरेको सिकेँ हो मैले होइन। अनि वाल यस्तो ढुङ्गाको वालहरू हुन्छ नि, घरको ढुङ्गाको वालहरू चाहिँ सिकेँ भनेको चाहिँ मैले भूकम्पदेखि सिकेको। मेरो घर बनाउँदाखेरि अब मान्छेहरू मिस्त्रीहरू कोही एक दिन कोही 2 दिन गर्दै त्यसरी आएन। अनि त्यसपछि के गर्यो भनेदेखि अनि बुवा थिएँ। अनि बुवाले ल मान्छे आउँदैन अब छोरा तर म गरौँ भने, अनि बाउले भट्ट सुर राखेर बाहिर ढुङ्गा हाल्यो होइन। अनि बाउ र मैले मिलेर जस त्यो घर लगभग 20 दिन जतिमा सिधायो त्यो भूकम्पको घर। यस्तो भएको छ मेरो जिन्दगी। सकेसम्म चाहिँ यस्तो यो प्लास्टर, यस्तो बुट्टा काट्ने, अनि इँटाको वालहरू हुन्छ त्यस्तो चाहिँ प्रायः जस्तो सबैले सिकाइदिनु होला है त भन्न चाहन्छु। ल हजुरहरूले चाहिँ मेरो कहानी यो नै यति नै हो होइन। अब हामी यो बुट्टा काटिसकेर अनि लास्टमा फाइनली देखाइन्छ है त। हस्।